साथीहरू तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा होइन। आज चाहिँ म स्पेसल होइन खसीको मासु बनाउँदैछु। यहाँ चाहिँ यस्तो पाइन्छ खसीको मासु साउदी अरबमा होइन। यो लगभग तपाईँको 800 ग्राम जति छ, 700-800 ग्राम जति। अनि यसमा चाहिँ मैले मिक्स गर्न गइरहेको छु 3टा प्याज, हरियो खुर्सानी 7-8वटा। किन भन्दा चाहिँ यहाँ साउदीको हरियो खुर्सानी पिरो हुँदैन क्या, त्यस कारण यो 2टा सुकेको खुर्सानी, लसुन छ तपाईँको 12-15वटा। त्यसपछि छ तपाईँको यो तेजपत्ता होइन, यो मरमसलाहरू छ, खडा मसलाहरू। र यो मासुमा चाहिँ म तपाईँको यसरी मिक्स गर्दैछु है त, म तपाईँहरूलाई देखाउँछु। हेर्न सक्नुहुन्छ प्याज चाहिँ मैले यसमा हालेको छु यसरी मजाले, यसरी होइन मजाले यसमा हालिदिएँ। ठिक छ, तपाईँको यो हरियो खुर्सानी पनि हालिदिएँ। तपाईँको मैले यसमा सबै कुरो मिक्स गरिसकेको छु है त। र यसमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ अदुवा लसुनको पेस्ट छ होइन। यसलाई म मिक्स गर्न जाँदैछु यसमा, यस्तो तरिकाले हेर्न सक्नुहुन्छ। यो चाहिँ मैले तेल तपाईँको तेल लिएको छु, ओलिभ ओइल होइन। आज चाहिँ खसीको मासु पाक्दैछु, ओलिभ ओइल र तपाईँको अनि यो तोरीको तेलमा मिक्स गरेर म बनाउँदैछु है त। यसरी पकाएको मासु एकदमै डेलिसियस हुन्छ, एकदमै स्वादिष्ट हुन्छ होइन। तपाईँहरूलाई म देखाउँदैछु। यसलाई चाहिँ यसरी मिक्स गर्ने मासुमा होइन, यसरी मजाले अदुवा लसुनको पेस्ट मजाले मिक्स गर्न सक्नुहुन्छ होइन। मजाले मिक्स गर्ने यसलाई, मजाले मिक्स गरिसकेपछि यसलाई त्यसपछि तोरीको तेल हाल्न गइरहेको छु म। मजाले तोरीको तेल यसमा हालिदिने, मजाले तोरीको तेल हालिदिने। तपाईँ आफ्नो क्वान्टिटी अनुसार होइन, कतिको चिल्लो खानुहुन्छ त्यो अनुसार हाल्न सक्नुहुन्छ। अनि त्यसपछि यसरी ओलिभ ओइल छ, यसरी ओलिभ ओइल पनि मिक्स गरिदिने है, देख्न सक्नुहुन्छ। र फाइनली साथीहरू यस्तो स्पेसल भइरहेको छ। अब यसरी चाहिँ म मजाले मिक्स गर्दैछु है त, मजाले आफ्नै हातले। किनकि साथीहरूले भन्नुहुन्छ बिना ग्लोभ्सको चाहिँ हाइजिन हुँदैन भन्नुहुन्छ होइन। तर चाहिँ मजाले धोएर हात सफा गरेर आफ्नै हातले साफ गरेको एकदम राम्रो हाइजिन हो होइन। तर हात धुनु पर्यो पहिला सेनिटाइजरले अथवा साबुन पानीले। तपाईँको हामीले ग्लोभ्स युज गरिन्छ होइन। तपाईँको त्यो ग्लोभ्स भनेको एउटा रेस्टुरेन्ट होटलहरूको लागि एउटा कम्पलसरी पोलिसी हुन्छ, लगाउनै पर्ने भएर होइन। त्यस कारणले हो। तर त्यो एउटा नामको हाइजिन हो होइन। तपाईँहरूलाई साँच्चै भन्नुपर्दा त्यसमा उल्टा केमिकलहरू हुन्छ। त्यो प्लास्टिकमा हामीले हरेक कुरा खानामा त्यसरी मासुमा मिक्स गर्दा त्यो प्लास्टिक मिक्स हुनसक्छ, त्यसमा कुनै पनि हाइजिन छैन, बस त्यो देखावटी एउटा होइन हो। तपाईँहरूले देख्न सक्नुहुन्छ यसरी यो मासुलाई मजाले मिक्स गर्ने होइन। मिक्स गरेर म्याक्सिमम् 1 to 2 आवर राख्ने, मिनिमम हाफ टु 1 आवर राख्नु पऱ्यो। यसलाई मजाले म्यारिनेट गरेर होइन, यसरी देख्न सक्नुहुन्छ। यस्तो हुन्छ है, हेर्न सक्नुहुन्छ। फेरि म यसमा मसला राख्दैछु, यो मिक्स गरेको सबै कुराहरू मिक्स गरेको मसला मिक्स बाँकी अब तपाईँको यो स्वादअनुसार नुन राख्न सक्नुहुन्छ यसमा यसरी होइन। तपाईँहरू कतिको चर्को नुन खानुहुन्छ, म चाहिँ एकदम लो खान्छु नुन होइन। नुन तेल मसलाहरू कम खान्छु, त्यस कारण ठिक्क एकदम लो क्वालिटीको बनाउँदैछु। लो क्वालिटीको तर टेस्ट चाहिँ हाई है, त्यस तरिकाले बनाउँदैछु। तपाईँ देख्न सक्नुहुन्छ अलिकति मैले मरिचको धुलो राख्दैछु, आफैले बनाएको।
होममेड मोजेसको लुगा होइन देख्न सक्नुहुन्छ। मैले यसमा अघि बेसार चाहिँ हाल्न बिर्सेको थिएँ होइन, टर्मरिक पाउडर। यो चाहिँ एकदमै महत्त्वपूर्ण छ, तरकारी खानामा मासुमा हरेक कुरामा एकदम हाल्न जरुरी छ। मैले चाहिँ टर्मरिक पाउडर बेसार चाहिँ अलिकति बढी नै मात्रामा उपयोग गर्छु होइन। तपाईँहरूले आफ्नो स्वादअनुसार हाल्नुपर्छ, किनभने यसले चाहिँ हाम्रो मासुलाई राम्रो स्वाद बनाउँछ होइन। यसमा एन्टिभाइरसहरू पनि मार्ने काम गर्छ बेसार नुनले। त्यसकारण यो नबिर्सिकन तपाईँहरूले पनि हाल्नु होला, मजाले चलाउनुपर्छ होइन। आज चाहिँ म तपाईँहरूलाई स्पेसल खसीको होइन, यो आफ्नो स्टाइलमा बनाएर देखाउँदैछु खसीको मासु होइन। हेर्नु होला मेरो च्यानललाई र साथ सपोर्ट गर्नु होला र सल्लाह सुझाव दिनु होला, सब्सक्राइब पनि गरिदिनु होला है। अनि तपाईँले लाइक कमेन्टमा सल्लाह सुझाव दिन सक्नुहुन्छ है दाजु। फाइनली मैले चाहिँ मिक्स गर्दा गर्दा यस्तो बनाइसकेँ होइन। अहिले मिक्स गर्दा गर्दा यस्तो भइसकेको छ होइन। अब यसलाई चाहिँ मजाले 1-1.5 घन्टा जति कभर गरेर राखिदिनुपर्छ यसरी होइन, 1-1.5 घन्टा जति।